गाइज एलिजाले भनेको नेपालमा ऋषि धमला जतिको पत्रकार कोही पनि छैन अरे के हो त खास कुरा आउनुहोस् पहिले भिडियो हेरौँ त्यसपछि यसको कमेन्टतिर लागौँ है त कोही पनि पर्फेक्ट हुँदैन ऋषि धमला जतिकै पत्रकार अरू नेपालमा को हुनुहुन्छ त अमला भाषाखेरि त्यो एक दुईजना बाहेक कोही पनि हुनुहुन्न होला होइन सायद किनकि ऋषिजी जहाँदेखि जेरोबाट स्टार्ट हुनुभयो अहिले जहाँ पुग्नु भएको छ होइन त्यो चाहिँ नट अ जोक। तो चलिए शुरू करते हैं। ऋषि धमला पत्रकार मान्नु र तिमी नायिका हुनु हामी नेपालीहरूको लागि पनौती हुनु हो। हे भगवान के सुन्दैछु रगतको नातातिर त जान्छ भन्थे यो त बिरुवातिर गएछ। ए पत्रकार पो हो ऋषिजी बल्ल थाहा पाए। ऋषि पत्रकार होइन जोकर हो। गजब बेइज्जती है। ऋषि धमला जस्तो पत्रकार र कलौटे जस्तो नायक भएर देश बिग्रेको हो। कंग्रेचुलेसन।